नमस्ते। हाम्रो गोलबजार सरसफाई तथा श्रमदान युवा समूह धरमपुर गुर्मीघाट यो आकाशगंगा पर्यटक क्षेत्र निर्माणको कार्यमा आज हाम्रा नेपाल तामाङ गेदुङ सङ्घका अध्यक्ष लगायत उहाँको टिम पाल्नु भएको छ र उहाँको टिमले तपाईको हाम्रो यो देउराली लभ पार्क भनेर एउटा नामाकरण गरेको पार्कको लागि हामीलाई 3 थान झन्डा पताका ल्याएर उहाँले सहयोग गरिदिनु भएकोमा उहाँलाई सो धन्यवाद साथ दुई शब्द आफ्नो मन्तव्य आफ्नो भनाइहरू राख्दिन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। नमस्कार। म नेपाल तामाङ गेदुङ सिरा अध्यक्ष प्रेम लामा। आज हामीलाई आज खुसीको दिन रमणीय ठाउँमा हामी आउन अवसर जुटाइदिनु भएको छ। गोलबजार वडा नम्बर 10 गुर्मीघाट देउराली पार्क भन्ने ठाउँमा हामीले यो पहिलोचोटि मेरो आउने अवसर पनि हो। यहाँलाई धेरै धेरै धन्यवाद। हामी श्रममा जोड्नुपर्छ भन्ने हर्का साम्पाङज्यूको यो एउटा सोच अनुसार भिजन अनुसार हामी पनि त्यो ठाउँमा लाग्नुपर्छ भनेर यो हाम्रो यो हरियाली ठाउँलाई यो जे पनि गर्न सक्छ हामीले पार्क बनाउन सक्छ। यहाँ हामीले यो अन्य किसिमले यस ठाउँमा पिकनिक स्पट बनाउन सक्छ भन्ने यो गोलबजार के श्रमदान सरसफाई समूहलाई विशेष धन्यवाद दिन चाहन्छु। हामीलाई पनि यहाँहरूले यहाँ यस ठाउँसम्म आउने अवसर जुटाइदिनु भएकोमा हामी तामाङ गेदुङ सिराले केही गर्न नसके पनि यहाँ हामीले हौसलाको लागि हामी आएका छौँ। हामीले यसो हाम्रो यो शान्तिको प्रतीक हामीले यो लुन्डर पताका यसलाई राष्ट्रिय झन्डा हामीले यस ठाउँमा राखेर यस ठाउँको लागि हामीले पवित्र भूमि बनाऊँ भनेर हामी सहभागी भएका छौँ। धन्यवाद। धन्यवाद। यसै गरी हामीलाई आज यस गोलबजार सरसफाई तथा श्रमदान युवा समूह धरमपुर गुर्मीघाटका टिमलाई र सो टिमले गरिरहेको यो आकाशगंगा पर्यटक क्षेत्र निर्माण पार्कलाई जुन हाम्रो गमला निर्माण कार्यहरू भइरहेछ त्यो निर्माण कार्यको लागि हामीलाई समाजसेवी बुद्धिजीवी गोलबजारका सुबोध सिंहज्यूले 7 बोरा सिमेन्ट प्रदान गरेर सहयोग गर्नुभएको छ। सो धन्यवाद दिँदै उहाँलाई पनि आफ्नो छोटो भनाइ राख्दिन म हार्दिक अनुरोध गर्दछु। म सुबोध कुमार सिंह समाजसेवी गोलबजार नगरपालिका 12 को निवासी छु। हामीलाई आज अपार खुसी लागेछ। खास गरी अमित ज्यूसँग मलाई 1-2 वर्ष पहिलादेखि नै चिनजान थियो, तर यहाँ आउँदाखेरि उहाँले भन्नुभयो यहाँ श्रमदान दिएर केही गर्नुपर्छ अनि मैले जे भन्नुहुन्छ म त्यही सहयोग गर्छु। अस्ति मेलामा आउँदाखेरि पनि उहाँ मलाई धेरै सम्मान पनि गर्नुभयो अनि म त्यही भएर घोषणा गरेको थिएँ कि त्यहाँ अब सिमेन्ट हामी दिन्छौँ, तपाईँहरू गर्नुहोस्, पछि पनि केही योगदान हुन्छ भने म दिन्छु। यो हामी प्रतिबद्धता गर्दैछु, बन्दै जान्छ, हुँदै जान्छ बिस्तारै।